अचार है देशी तरिका मस्त बनाएछ नि एउटा चाहिँ हरायो म बनाउँदै छु आइसक्रिम भन्दा नि कुल्फी यति पानी हाल्नु पर्यो यहाँ तल देखा न यसमा मलाई नदेखा चिनी हाल्नु पर्यो मीठा कडा हुनु पर्यो चारै हाल्छु मीठा तेज हुनुपर्छ अब म यसलाई घोल्छु यस्तै घोल्छु मेरो चिनी चाहिँ चम्मचले घोल्दैन अब चाहिँ मेरो तरिका देशी तरिका सरे भाइ नेपाली तरिका हो नेपाली तरिका फेरि आइसक्रिम बनाउने भाँडो यो चाहिँ फेरि चम्चा हैन चम्चा हैन काँटा यो चाहिँ ढक्कन यो चाहिँ अस्ति मिसोबाट मगाएको थिएँ यसरी ढक्कन लाउने फेरि अनि यस्तो लाएर पनि निकाल्ने फेरि यसमा खाने अब चाहिँ पानी चाहिँ हाम्रो घोलिसकेको छ अब चाहिँ मैले चाहिँ यो रसना हेर्नुस् न कलरहरू हाल्दिनँ म यो रसना हाल्दैछु 4 प्याकेट हाल्दैछु म सबै यो चाहिँ मैले तीसरा प्याकेट पनि हालिसकेँ अनि बिस्तारै बिस्तारै हेर्नुस् त त्यस्तो भएको छ अब चाहिँ यो चौथा प्याकेट मेरो मुखमै उडेर आएछ क्या हो मिठो मिठो नमकिन नमकिन पो भयो अब चाहिँ यसलाई मस्तले एकछिन घोल्छु हेर्नु त यस्तो भएको छ अब म चाहिँ यसलाई छान्दैछु हल्का चिनी कतै नबिलाएको भएपछि हेर्नुहोस् है यस्तो चाहिँ आहा अलिअलि डल्ला परेको छ यस्तो मस्त बनेको छ नि अब चाहिँ म चाहिँ अलि एक गरेर यसमा हाल्छु है कसरी हुँदो रहेछ पता नि ठिक्क पनि छ कि छैन कम त भएको छैन 6वटा छ यसमा खानाहरू 6वटामा पुरा हुनु पर्यो बसा चाहिँ खानु पर्ला बाँकी टेस्ट अब भोलि थाहा लाग्छ फेरि बनाउने कोसिस छ पुरा अब चाहिँ मलाई यसलाई चाहिँ यो फोइल पेपरले कभर गर्दैछु ताकि यो स्टिक जो छ नि त्यसलाई सही तरिकाले राख्न होस् यो चाहिँ भयो अब चाहिँ हेर्नुहोस् है यसमा गराइदिनु त डन्डाहरू दिन त ढक्कन दिएको छ यो ढक्कन तर यो ढक्कन लगायो भने चाहिँ थोडा उ हुन्छ कता हो एउटा बन्द गर्छु जमेको भाँडो थियो यसमा जो बचेको छ नि यसरी हालेर अब यसलाई पनि अब यता न जमाउँछौँ किन हजुर